स्वागत छ। आज हामी एउटा चर्चित पुस्तक थोमस स्ट्यानली र विलियम ड्यान्कोको द मिलियनेयर नेक्स्ट डोर बारे अलि गहरिएर कुरा गर्दैछौँ। त्यो किताब निकै प्रभावशाली छ नि। हो नि, यसले धन सञ्चय गर्ने तरिकाबारे हामीले सोच्ने भन्दा अलि फरक कुराहरू बाहिर ल्याएको छ। बिल्कुल। हामीले यसका लागि रेडिटका पाठकहरूको प्रतिक्रिया अनि सोलिस वेल्थ म्यानेजमेन्ट, एभरग्रिन स्मल बिजनेस जस्ता विश्लेषणहरू पनि हेरेका छौँ। हजुर, विभिन्न स्रोतबाट जानकारी लिएका छौँ। हाम्रो उद्देश्य चाहिँ के हो भने करोडपति भन्ने बित्तिकै जुन एउटा छवि आउँछ नि दिमागमा, एकदम रवाफिलो हैन, हो त्यो छविलाई अलि चुनौती दिने र वास्तविक तथ्य के हो भनेर खोतल्ने। वास्तवमा यो किताबको सबैभन्दा ठूलो दावी नै त्यही हो। धेरै जसो करोडपतिहरू हामीले सोचे जस्तो वा मिडियाले देखाए जस्तो हुँदैनन्। कस्तो हुन्छन् त? आश्चर्य लाग्न सक्छ, तर उनीहरू एकदमै मितव्ययी हुन्छन् रे। आफ्नो आम्दानी भन्दा कम खर्च गर्ने, देखावटी नगर्ने, सम्पत्ति प्रदर्शन पटक्कै नगर्ने। सायद आजको जमानामा धन जम्मा गर्ने यो नै सबैभन्दा ठूलो तर कम चर्चा हुने फरक हो कि? हो त नि। त्यो छिमेकी करोडपति भन्ने विचार नै रमाइलो छ। पुस्तकले आम्दानीलाई के भन्छ रे? वित्तीय आक्रमण। हजुर, अफेन्स। कमाउनु त पर्यो नि, तर त्यो भन्दा पनि महत्त्वपूर्ण चाहिँ कमाएको पैसा जोगाउनु रे। त्यो चाहिँ रक्षा वा डिफेन्स हो, डिफेन्स। रेडिटमा पनि धेरैले यो रक्षा पक्ष कति महत्त्वपूर्ण रहेछ भनेर मानेका छन्। कमाउने मात्र होइन, जोगाउने र बढाउने। अनि अर्को एउटा अलि विवादास्पद कुरा पनि उठाएको छ नि पुस्तकले, छोराछोरीलाई पैसा दिने बारेमा। त्यो इकोनोमिक आउटपेसेन्ट केयर भनेर। हो, के हो त्यो खासमा? अब वयस्क भइसकेका छोराछोरीलाई लगातार आर्थिक सहयोग दिइरहँदा उनीहरू आफै आर्थिक रूपमा अलिक कमजोर हुन सक्छन् भन्ने तर्क हो। आफ्नै खुट्टामा उभिन गाह्रो हुने, अलिक कम आत्मनिर्भर हुने, अनि त्यसले उनीहरूको आफ्नै पैसा कमाउने क्षमतामा असर पर्न सक्छ। तर यो किताबको आलोचना पनि त हुँदछ नि, होइन? सबै सफल मात्र देखायो भन्ने खालको। त्यो सर्भाइभरशिप बायसको कुरा एकदमै महत्त्वपूर्ण आलोचना हो। यो सफल भएकालाई मात्र हेरियो, असफल हुनेहरूको कथा खोइ त भन्ने प्रश्न उठ्छ। मतलब सफल हुनेको मात्र फर्मुला हेर्दा त गल्ती हुन सक्छ नि। हो नि। एभरग्रिन स्मल बिजनेसको विश्लेषण अनुसार लेखकहरूले पनि यो कुरा स्वीकारेका थिए रे, तर उनीहरूको उद्देश्य सफल हुनेहरूको साझा बानी खोज्नु थियो। तर पछि भएका अरू अध्ययन, जस्तै त्यो NLSY79 भन्ने लामो अध्ययनले चाहिँ स्वरोजगारले लामो समयमा साँच्चै औसत आम्दानी र सम्पत्ति बढाउन सक्छ भन्ने देखाएको छ। स्वरोजगारको कुरा आयो। आधा जति व्यवसाय त सुरुमै डुब्छन् भन्छन् नि। यो बाटो त जोखिमपूर्ण भएन र? जोखिम त छँदैछ। 50% असफल हुन्छन् भन्ने तथ्याङ्क डरलाग्दो नै सुनिन्छ। हो नि। तर एभरग्रिनके तर्क अनुसार एक पटक असफल हुँदैमा सकियो भन्ने होइन। धेरै सफल उद्यमीहरूले पटक पटक प्रयास गरेका हुन्छन्, हरेक पटक सिक्दै जान्छन्। हार नमानी प्रयास गरिरहने। हजुर, तर तपाईँले भनेको पनि ठिक हो। फेरि प्रयास गर्न चाहिने पैसा, सम्पर्क त्यो सबैसँग बराबर हुँदैन। त्यो पक्ष पनि छ। ठिक हो। रेडिटमा कसैले सोधेको थियो, सबैजना यस्तै मितव्ययी भएर पैसा बचाउन थाले भने के हुन्छ? अर्थतन्त्र के होला? रमाइलो प्रश्न। तत्काल त सबैले खर्च घटाए भने त जीडीपी घटिहाल्छ नि। हो त। तर अर्थशास्त्रीहरू के भन्छन् भने अर्थतन्त्रले बिस्तारै समायोजन गर्छ। बचत बढ्यो भने लगानीको लागि पैसा उपलब्ध हुन्छ, त्यसले पछि उत्पादन बढाउन सक्छ। तर सबैले एकैचोटि बचत गर्दा त लगानीको फाइदा पनि घट्ला नि। त्यो पनि हुन सक्छ। अनि सामाजिक सुरक्षा जस्ता कुरामा पनि असर पर्न सक्छ। यो अलि जटिल विषय हो। ल, यी त भए बहसका कुरा। तर सोलिस वेल्थ म्यानेजमेन्ट जस्ताले गरेको अध्ययनले चाहिँ करोडपतिहरूमा केही साझा बानीहरू देखाउँछन् है। हजुर, देखाउँछन्। जस्तो कि धेरै जसो, करिब 80% पहिलो पुस्ताका धनी हुन्। मतलब बाउबाजेको सम्पत्तिले होइन, आफै कमाएका। हो, आफै कमाएका। अनि प्राय मध्यमवर्गीय परिवारबाट आएका। उनीहरू शिक्षा, कडा परिश्रम अनि पैसाको अनुशासनलाई एकदमै महत्त्व दिन्छन्। अनि लगानी गर्ने तरिका नि सधैँ जोखिम मोल्ने खालका हुन्छन्। अचम्मको कुरा त्यस्तो देखिँदैन। 80% भन्दा बढीले त बाय एन्ड होल्ड रणनीति अपनाउँछन् रे। भनेको किनेर लामो समयसम्म राख्ने, छिटो छिटो किनबेच नगर्ने, अनि कर कसरी घटाउने भन्नेमा पनि ध्यान दिन्छन्।
धैर्यतापूर्वक लगानी गर्ने। हजुर। अनि अर्को कुरा, करोडपति भनेको उद्यमी मात्रै होइनन् नि, शिक्षक, इन्जिनियर, व्यवस्थापक जस्ता पेशाका मान्छे पनि धेरै छन्। हो र? अनि करिब 78%ले त आफ्नो लगानी मिलाउन वित्तीय सल्लाहकारको मद्दत लिन्छन्। विज्ञको सल्लाह लिने? हो, त्यसले देखाउँछ उनीहरू विशेषज्ञताको कदर गर्छन्। यो किताब त 1996 को हो। अब त धेरै कुरा बदलियो होला नि। जस्तै त्यो बेलाको गाडीको कुरा अहिले त्यति सान्दर्भिक नहोला। हो, त्यो त पक्कै हो। समयसँगै केही उदाहरणहरू पुराना लाग्छन्। गाडीको ब्रान्ड जस्ता कुरा अहिले खासै महत्त्वपूर्ण नहोलान्। तर मूल सन्देश चाहिँ? मूल सन्देश मितव्ययिता, अनुशासन, लगानीमा निरन्तरता, आम्दानीभन्दा कम खर्च गर्ने बानी, यी कुराहरू त आज पनि उत्तिकै महत्त्वपूर्ण छन् जस्तो लाग्छ। सायद अझ बढी पो छन् कि? हो त नि। यो किताबले धेरैलाई प्रेरणा दिएको छ। अनि थमस स्ट्यानलीकी छोरी डाक्टर सारा स्ट्यानली फलोले त नयाँ किताब द नेक्स्ट मिलियनियर नेक्स्ट डोर पनि लेखेर यी कुराहरूलाई आजको समयअनुसार अपडेट पनि गर्नुभएको छ। नयाँ संस्करण पनि आएछ। त्यसो भए आजको हाम्रो यो कुराकानीको सार के भयो त? धन कमाउनु भनेको धेरै कमाउनु मात्रै होइन रहेछ। त्यो भन्दा पनि पैसाको अनुशासन, खर्चमा लगाम र धैर्य राखेर लगानी गरिरहनु महत्त्वपूर्ण रहेछ। अनि करोडपतिहरूको जीवनशैली हामीले सोचेभन्दा फरक, अलि सामान्य, कम खर्चिलो हुँदो रहेछ। बिल्कुल। र अन्तमा श्रोतालाई एउटा प्रश्न छोडेर जाउँ न त। आजको यो छिटो छिटो बदलिरहेको आर्थिक संसारमा, गिग इकोनोमी र डिजिटल सम्पत्तिको जमानामा मिलिनियर्स नेक्स्ट डोरका यी आधारभूत सिद्धान्तहरू कतिको काम लाग्छन् होला? अनि व्यक्तिगत रूपमा हामीले अपनाउने वित्तीय अनुशासनले सिङ्गै समाज र अर्थतन्त्रमा कस्तो असर पार्ला, सोच्नुपर्ने कुरा हो।